गौरदहको बजारैमा माया हाम्रो बस्यो कसो गरी भुल्ने होला मन उडी गयो भन्थे। वास्तवमा त्यो माया बस्ने भनिएको हिजोको गौरदह, त्यो गौरदहले गर्दाखेरि वास्तवमा मुख्यमन्त्रीज्यू तपाईँ र मेरो र तपाईँ र प्रदेश निवासीको चाहिँ वास्तवमा माया चाहिँ बसिसकेको माया पनि छुट्ने देख्यो नि त। वास्तव मुख्यमन्त्रीज्यूको चाहिँ क्षेत्र र घर छेउको चाहिँ गौरदह संरक्षण भनेर चाहिँ 4 करोड 5 लाख चाहिँ एउटैमा दहमा लगाउनु भएको छ। अघिल्लो आर्थिक वर्षमा पनि उहाँले चाहिँ यहाँ 4 करोडै लगाउनु भएको थियो। एउटै दहमा चाहिँ 4 करोड लगाउने, यहाँ त भ्रष्टाचारको अनियमितताको गन्ध आयो नि त। अब यहाँ हामीलाई के बन्यो भने प्रत्यक्ष सांसदले चाहिँ 2 करोड 50 लाखको चाहिँ नयाँ योजना पेश गर्ने, समानुपातिकले 1 करोड 50 लाखको पेश गर्ने, बाँकी चाहिँ क्रमागत र बहुवर्षीय निरन्तरता दिने भनिएको थियो। तर यहाँ के देखियो भने अहिले हेर्दाखेरि अब यहाँ एउटै मन्त्रालयबाट चाहिँ यहाँ पर्यटन मन्त्रीज्यूको क्षेत्रमा चाहिँ एउटै चाहिँ मत्स्यगन्धा फन पार्क निर्माणमा 5 करोड बजेट विनियोजन। गौरदहको बजारैमा माया हाम्रो बस्यो कसो गरी भुल्ने होला मन उडी गयो